नमस्कार साथीहरु, स्वागत छ तपाईलाई तपाईको आफ्नै च्यानलमा जहाँ हामी दिनहुँ ल्याउँछौं ताजा आईपीओ अपडेट र शेयर बजार विश्लेषण। आज हामी कुरा गर्दै छौं अहिले निकै चर्चामा रहेको शिखर पावर डेभलपमेन्टको आईपीओ रिजल्टको बारेमा। साथीहरु, यो आईपीओ मा लगानीकर्ताहरुको जबरदस्त आकर्षण देखिएको छ। आईपीओ खुल्ने बित्तिकै हजारौं लगानीकर्ताहरुले आवेदन दिएका छन्। अब सबैको एउटै प्रश्न छ, आईपीओ पर्यो कि परेन, कति गुणा आवेदन पर्यो र लिस्टिङ गेन कति हुन सक्छ। साथीहरु, शिखर पावर डेभलपमेन्ट आईपीओ मा ओभर सब्स्क्राइब हुने सम्भावना निकै उच्च देखिएको छ। यसले गर्दा आईपीओ पर्न निकै गाह्रो हुने अनुमान गरिएको छ। विशेष गरी 1 हाइड्रो पावर सेक्टर अहिले राम्रो लयमा छ। 2 लगानीकर्ताहरुको आत्मविश्वास बढेको छ र 3 सानो पुँजीको आईपीओ भएको कारण डिमान्ड धेरै छ। अब कुरा गरौं लिस्टिङ गेनको बारेमा। मार्केट ट्रेन्ड अनुसार यदि बजार सकारात्मक रह्यो भने यो आईपीओ पहिलो दिनमै प्रिमियममा खुल्ने सम्भावना देखिएको छ। विशेष गरी हाइड्रो पावर सेक्टर अहिले बुलिश ट्रेन्डमा रहेकाले लगानीकर्ताहरुको उत्साह झन बढेको छ। तर साथीहरु, आईपीओ परेन भने पनि चिन्ता नगर्नुहोस्, किनकि बजारमा अझै धेरै नयाँ आईपीओहरु आउने तयारीमा छन्। यदि तपाईले यो आईपीओ भर्नु भएको छ भने कमेन्टमा लेख्नुहोस् पर्यो वा परेन। हामी तपाईको कमेन्ट पनि अर्को भिडियोमा समावेश गर्नेछौं। अन्त्यमा, यदि तपाईलाई यस्तै आईपीओ अपडेट, लिस्टिङ गेन एनालिसिस र शेयर मार्केट समाचारहरु चाहिन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र बेल आइकन पनि प्रेस गर्नुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को दमदार आईपीओ अपडेटका साथ।